कस्तो मिठो बास्ना के पकाएको चिकन कस्तो मिठो बास्ना चाहिँ टेस्टै नगरी स्मेलबाट कसरी थाहा हुन्छ मिठो नमिठो के गरेको त्यो तेरी के भयो फेरि हेर्नु न दिदी यो पूजाले सबै मासु जुठो हाल्दी हैन बारे हैन झुकेर प्लेटमा हालेर खिच्नु पर्दैन साइडबाट त हो नि अनि कहिलेकाहीँ हामी दिदी बहिनी बीच जुठो हेलो कहिलेबाट दिदी बहिनी भयो हामी अरु बेला त निसा मुन्ना बाइक त के भनेको सुनेको छैन ल ल भयो तँलाई पनि रेस्पेक्टको आर पनि दिनु छैन ओके बाइ के भो के हो न त्यस्तो मेहनत गरेर बनाएको सबै खेर गयो खान्नै नपाएको रहेछ न सोमच न संस्कार चप्प चुसेर लप्प जोसी ओए मुख सम्हालेर बोल है फेरि मेरो रिस कडा छ नि मैले अरे यार कति बाजिरहेको भने छोड्देऊ न भइहाल्यो त नि भोलि निसालाई चिकन तिमीले बनाइदिने सम्झिनी फोन छ अनलाइन अर्डर गर्न सकिन्छ आउँछ खाना पकाउन आउँदैन मलाई खाना मात्रै आउँछ भन्न त्यो पनि कहाँ सजिलो छ र आम्मा के साह्रो नाटक यार सबैजना सुतिसक्यो बाहिर हामी चाहिँ झगडै गरेर बस्ने यहाँ ओइ प्लेट लिएर आऊ त 2 प्याकेट खाना ल्याएको छ 1 प्याकेट उसले खान्छ अर्को तिम्रो बाबाले खाने हो के जाऊ दी म चिकन पनि लिएर आउँछु ल हजुर मलाई त चलिहाल्छ कस्तो मिठो छ